यत्रो पेपरहरु हाम्रोमा चढाएको छ खोइ 1 वर्ष भयो अहिलेसम्म कहिले गर्दिन्छु भने ठिकै छ हामी निकाल्दिन्छु है यहाँको पेपर दिन्छु भनेको थियो खोइ अहिलेसम्म हाम्रै गाउँको दाजुभाइ हुन्छ है रोक्ने अरु पाखाको आउँदैन नि फेरि हाम्रै गाउँ घरको दाजुभाइ हुन्छ यस्तो गर्ने चाहिँ हैन म मान्दिन नि त्यो त पहिलाको यो झन्डा अब त म मान्दिन यो झन्डाको परमिसन त यो मान्दैन नि हैन अब त्यो त हामीलाई पनि थाहा छैन घरमा आएर झन्डा लाउनुपर्छ भन्ने त्यो थाहा थिएन हो र पनि अब एउटा कुरो चाहिँ अब म हिजो भन्नु एउटा हेर्नुस् हामी सबै दाजुभाइ उहाँको सबै दाजुभाइहरु सबै बाहिर छन् सबै ग्यान्टोक लाइनमा छ उहाँहरु सबैजना आयो भने उनीहरुले पनि यही कुरा गर्छ तपाईहरुले चाहिँ उहाँले अहिले कमेन्टमा हेर्नुस् न हिजो बाहिर निस्केर उहाँहरु आउँदा रतन गुरुङहरु माको त्यो सबै मैले त देखि नै भएको कुरो मैले बिजयलाई मात्रै यहाँ देखेको मैले बिजयलाई भने यो कसले लगाएको मेरो घरमा कस्तो हिम्मत आयो यो झन्डा लाउनु भन्दा उ कुद्दै गएको छ यहाँ म लाइभ गर्नु एउटा कुरा तपाईहरुले सोच्नुपर्छ हामीले एउटा नेतृत्व गरेर हामीले मतलब दिनु मात्रै छैन कतिवटा पानीहरु ल्याएर सुविधाबाट हुन्छ हामीले तपाईहरु राम्रो काम गरेको त हामीले नराम्रो त कहिले भन्छु नि तपाईले गरिराख्नुपर्छ यस्तो दुःख गर्नुपर्छ पानी ल्याउनु भएको ठिकै छ तर तपाईहरुले पनि हामीलाई त सपोर्ट गर्नुपर्छ तपाईले छ नि त मेरो हाजिरा खाएर गरेको मेरो मतलब पूरा गरेर यो पानी गरेको तर पनि अब गाउँठाउँको यसो टटो बाटो भएर खटेन भने गाउँठाउँको कसले गरिदिने पाखाकोले आएर गरिदिन्छ गरिदिँदैन पानीको चाहिँ नि सर्वे गर्ने चाहिँ म र ज्योति शर्मा हो यहाँको पानीको सर्वे गर्दाखेरि यो पानी ठिकै छ हैन तपाईँ हामी केही नराम्रो नहौ हामी गाउँठाउँमा चाहिने तपाईहरुको निर्देश अनुसार अब गरिरहनु भएको छ पार्टी पोलिटिक्स गरिरहनु भएको छ तपाईले जानु भएको छ गरिरहनु खटिरहनु भएको छ मलाई त्यो केही प्रब्लम छैन तर तपाईहरुले जुन हाम्रो गाउँमा गर्नुपर्ने यतिको वर्ष भइसक्यो 25-26 वर्ष भइसक्यो अहिलेसम्म तपाईले गरि नै रहनु भएको छ यो पार्टी पोलिटिक्स तर कुनै दिन यहाँनिर एउटा नेता ल्याएर त हाल्नु भएको छैन त वर्षमा चाहिँ कुन सत्ता थियो कुन नेता थियो अरे त्यो त अन्त त्यो त तपाईहरुले पनि यसो गाउँ घरमा अब यसरी झन्डा लाउनु हुँदैछ भने त तपाईहरुले त अरे यो गाउँमा यस्तो छ लु जानुपर्छ है उहाँहरु त भिक्टिम छ हामी जानुपर्छ गर्नुपर्छ भन्ने एउटा सोचले आउनुपर्छ नि त ल्याएर हैन त्यो त ठिकै छ कि सधैँ अब मणिकुमारलाई यहाँनिर सधैँ मिटिङ राख्छ यस्तो उस्तो भन्ने मणिकुमार थापाले चाहिँ भित्र त देखेको पनि छैन मणिकुमारलाई भरोसा पर्यो हैन विमल गुरुङ हुँदाखेरि ज्यादा पैसा यसो दिएको थियो अलिअलि टाल्टुल तपाईहरुको भिडियो गयो राम्रै हो त्यो भिडियोले धेरै काम गर्छ हेर्नु हो कि हामी नराम्रो न मैले हेरेँ भिडियो वही भन्दैछु हेर्नु दाजु तपाईँ हामी गाउँ घरमा मर्दा पर्दाको काम लाग्ने कुरो हो भिडियो बनाउन पनि हामी सिक्नुपर्छ किनभने त्यसले सबक सिकायो नेताहरूलाई हामीलाई मतलब केही छैन हो कि होइन तिमी हामी नराम्रो हुनु हुँदैन अब हामीलाई माथि निकाल्देऊ ल भने निकाल्नु आएको कि लडाइँ खेल्नु त आएको होइन नि वही त भनेको त तपाईहरुले त अब यो कुरोहरूलाई त तपाईहरुले पनि अब पुर्याउनु त पर्यो नि त ल्याउनु सक्नुपर्छ अब गाउँ घरमा तपाईँ हामी नराम्रो भएर त काम यहाँ केही फाइदा छैन आफ्नै गाउँ घर दाजुभाइ लडाइँ खेलेर त मैले त तपाईहरुलाई मात्रै भनेको होइन मैले त तपाईहरुले झन्डा लाउँदै आएर मलाई यस्तो सुन्नुपर्छ 11 धुरीमा भनेको कसैले सुन्दैन तपाईले फेसबुकमा अझै जे खोल्नु पर्छ त्यो सुन्यो नि त सुन्नु पनि पर्ने थियो अब सुन्यो हो अब चाहिँ कतै आउँछ कि नेता अब तपाईहरुले इज्जतसँगले निकाल्दिनु भयो हैन यो झन्डा धन्यवाद अब चाहिँ यसरी आएको हुनुपर्छ हो हाम्रो त भाइ बुहारी हो हामी नराम्रो मलाई हैन गाउँ घरमा दाजुभाइसँग म कसैसँग नराम्रो हुनु पनि मलाई छैन पनि हो मलाई कुनै पार्टी पोलिटिक्स गर्नु पनि छैन तर मैले जुन हामीले चाहेको कुरो भइदियो बस कसैसँग म नराम्रो हुनु पनि छैन